हेलो एभ्रिवान, वेलकम ब्याक इन माई अनदर भिडियो। होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज चाहिँ हाम्रो घरमा मिठो मिठो बन्न गइरहेको छ बुढा र देवरको डिमान्डमा। अनि साँझ पनि एकदमै मिठो बन्नेवाला छ। त्यो त सबैको नै फेभरेट हो, अल नेपालीज फेभरेट। अनि आज चाहिँ बनिरहेको छ खिर, पुरी अनि चना। यस, खिर अनि पुरी एकदमै फेभरेट हो मेरो देवर र अनि बुढाको। उहाँले चाहिँ एकदमै सकले खानुहुन्छ क्या। अनि मेरो सासू मम्मीले एकदमै बनाउनुहुन्थ्यो पहिला चाहिँ है। मेरो सासू मम्मीले चाहिँ एकदमै मिठो मिठो खाना बनाउनेको सक अनि नयाँ नयाँ रेसिपी ट्राई गर्नेको एकदमै सकिङ हुनुहुन्थ्यो के। अनि खाना पनि यति मिठो बनाउनुहुन्थ्यो। उहाँले मिठो खाना बनाउने बेलामा मैले केही पकाउन थिएँ, म चाहिँ एज अ हेल्पर उहाँको लागि काम गर्थेँ क्या। लाइक केही पनि कटिङहरू गर्न छ या फिर बाहिरको केही पनि काम छ त्यो सब गर्थेँ। अनि म खाना चाहिँ उहाँले चाहिँ बनाउनुहुन्थ्यो कि यति मिठो बनाउनुहुन्थ्यो। मेरो सासू मम्मीले कि सबैको चोइसको एकदमै ख्याल राख्नुहुन्थ्यो कि। अनि अहिले पनि म केही पनि खाना बनाउन जान्छु नि एकदमै याद आउँछ कि यो कुरा मम्मीले बनाउनुहुन्थ्यो, यस्तो मिठो बनाउनुहुन्थ्यो, यस्तो बनाउनुहुन्थ्यो भनेर। त्यही भएर केही पनि खानेकुरा बनाउन अगाडि मलाई एकदमै त्यो हुन्छ नि, एकदमै यस्तो हुन्छ कि अरे मतलब अब मैले बनाइरहेको छु। कहिले त पुरीहरू मैले राम्रै बनाउँछु, तर यस्तो हुन्छ नि कहिले कहिले राम्रो बनाउँछु भनेर देखाउन जाँदा चाहिँ नराम्रो हुन्छ कि। तर धन्न त्यस्तो भएन न, भिडियोमा चाहिँ राम्रै फुलेको आएको थियो। अनि मैले बुढालाई खाना चाहिँ मनपर्ने, काम चाहिँ नगराउने, ल आउनु आउनु काम गर्न भनेर दुइटाले यसरी मिलेर गर्न लगाएको थियौँ। अब पुरीमा चाहिँ दुईजना मान्छे भयो भने त सजिलो हुन्छ नि त, एकजनाले गर्दाखेरि ढिला हुन्छ। अनि आज घिउ पनि एकदमै सकि नै रहेछ क्या। अनि घिउ पिगालेर अनि खिरलाई तड्का लाउनु लाएको थिएँ मैले। तड्का इट्स मिन कि घिउ पगालेर अनि घिउमा ड्राई फ्रुट्सहरू हालेर राख्छु क्या मैले। त्यसो गरेको टेस्ट एकदमै मनपर्छ मलाई चाहिँ। हजुरले कसरी हाल्नुहुन्छ? ड्राई फ्रुट नर्मली हाल्नुहुन्छ कि तड्का लाएर? इफ नर्मली हाल्नुहुन्छ भने तड्का लाएर हाल्नु, एकदमै डिफ्रेन्ट टेस्ट आउँछ कि। लाइक एकदम मिठो लाग्छ हामीलाई चाहिँ। अनि हजुरले पनि ट्राई गर्नु एकचोटि, यस्तो गरी ट्राई गर्नुभएको छैन भने। अनि खाना बनेपछि म र मेरो बुढा चाहिँ अन्ताक्षरी खेल्न लाग्थ्यौँ बसी बसी। यत्तिकै दिमागमा आएर के गर्ने भनेर। अनि अन्ताक्षरी खेल्न लाग्यो, जो हार्छ उसले पिटाइ खान्छ है भनेर हामीले सर्त राखेको थियौँ। अनि यस्तो गीत गाउँदा गाउँदा मलाई थाहा थियो बुढा हार्नुहुन्छ, मलाई यति धेरै आउँदैन भनेर। अनिखेरि हार्नु त भयो तर मान्दै नमान्ने कि, एक्सेप्टै नगर्ने। अनि ल मलाई पास गर्नु, त्यसपछि हजुर बल्ल मान्छु भनेर। अनि पास गरेपछि पिटेँ। अनि पिटेर लास्टमा यस्तो तेज हानेर दुग्रिएँ कि मलाई अब मलाई हान्न आउनुहुन्छ भने छिटो दुग्रिएँ, तर आउनु भएन। अनि अब खाने टाइम भयो, यसरी सबैलाई पस्किएँ है। अनिखेरि चना सबै कुरा आज यसो हुन त 3 दिने कटोरामा राख्दिनँ, तर आज चाहिँ मिठो कुरा बनाएको, त्यही भएर राम्रोसँग सजाएर राखौँ न भनेर सलक्क सजाएर दिएको थिएँ। अहिले चाहिँ बाबु सुतिरहेको थिएन, त्यही भएर हामी सबैजना सँगै खाना खान बसियो। अनि मेरो भाइ पनि आएको थिएन खानामा। अनि भाइले चाहिँ भिडियोमै रिभ्यू दिएको थियो कि खाना एकदम मिठो 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 छ दिदी भनेर। अनि मिठो भनेर तारिफ गर्दा चाहिँ एकदमै खुसी लाग्छ कि आफूले नखाए पनि हुने जस्तो हुन्छ। अनि आज चाहिँ मैले बाबुलाई पहिलोचोटि गर्मीको कपडा लगाइदिएको थिएँ, त्यही भएर मलाई पनि एकदमै राम्रो लागेको थियो। अनि बाबुलाई पनि यस्तो डान्स गरेर आएको थियो। अनि मेरो बाबुले चाहिँ यहाँ लसुन छिल्दै हुनुहुन्छ। हामी साझा खाने स्पेसल कुरा भनेको थियो नि उसको लागि। अनिखेरि यहाँ मेरो सानीमा पनि आउनुभएको थियो, बाबुलाई यसरी खेलाउनु भएको थियो। बाबुले यस्तो समातेपछि नछोड्ने कि झ्याप पायो। अनि यस्तो रङ्ग लाग्ने कि बाबुलाई खेलाउन सानीमाले खेलाइरहनु भएको थियो। अनि साँझ चाहिँ यसरी मैले सबैलाई नास्ता बनाएँ मेरो माइती घरमा। सबैजना बस्नुभएको थियो, मैले बनाइदिएँ। अनि मैले भिडियो चालु गरेको सब दुग्रिएँ कि भगवान्। यस्तो हुन्छ कि हजुर धेरै ठुलो युट्युबर भएपछि चाहिँ भिडियो अन गर्दा बित्तिकै सबै दुग्रिने। आज चाहिँ हामीले माइतमा मोमो बनाएर खाएको थियौँ। धेरै टाइमपछि बाबाको हातको मोमो खाइयो। हुन त हामीले प्रायः बनाइरहेको हुन्छौँ सबैजना भएर, तर बाबाको हातको चाहिँ आज धेरै टाइमपछि खाइयो कि। अनि मैले चाहिँ सबैलाई डिस्ट्रिब्युट गर्दै थिएँ, किनकि मम्मी आएपछि मैले बाबुलाई पो हालिदिइहाल्छु कि, मम्मीसँग फालिदिइहाल्छु, मतलब मम्मीले सम्हाल्नुहुन्छ बाबुलाई, त्यही भएर म फेरि फ्री हो कि। अनि बाबु नभएपछि मलाई यस्तो लाग्छ कि पहिलाको दिन जस्तो म एकदम फ्री भएँ जस्तो। अनि खाना खाएर हामीलाई यति धेरै भइसक्यो त्यो खाना, ए भगवान् के गर्ने भनेर मजाक मस्तीमा मैले नानीहरूलाई नाच्न पठाएँ। त्यसपछि आफू पनि नाचेँ। त्यसपछि मैले सबैलाई जम्मा गरेर ल बाबा पनि सधैँ अब सबै यसरी सँगै हुइन्न, त्यही भएर रमाइलो गर्ने भनेर सबैलाई तानी तानी जोस्याएर सबलाई नचाएँ कि। अनि साँच्चै हो कि रमाइलो गर्नको लागि टाइम हुन पर्दैन कि, जे टाइम छ त्यसैलाई रमाइलो गर्ने हो कि। साँच्चै यति रमाइलो भएको थियो नि, न केही चाडपर्व थियो न के थियो, तर के गर्ने अब सबैजना भएको बेलामा चाडपर्व हुँदैन। त्यही भएर अब चाडपर्व नभए पनि रमाइलो गर्न त सकिन्छ नि हामीले। त्यही भएर रमाइलो भनेको आफ्नो माथि हो कि, कसरी रमाइलो गर्ने, कति बेला रमाइलो गर्ने भनेको बेला हुँदैन कि कुनै पनि रमाइलो गर्ने। सबैलाई नचाइदिएको थिएँ। अब यो फास्टमा छ भिडियो, त्यही भएर झन् कमेडी देखिरहेको छ। मलाई पनि हाँसो लाग्यो यो भिडियो हेर्दा त होइन। मम्मीहरूले पनि अब के भन्नुहुन्छ भिडियो अपलोड गरेपछि के कमेन्ट आउने होला। सबैलाई रमाइलो गर्दै थिएँ मैले, यस्तो रमाइलो भयो थियो कि। अनि यहाँ हेर्नु के गरेँ, नाच्दा नाच्दै भाग्नु भयो थियो। अनि फेरि मैले तानेर उहाँलाई पनि नचाइदिएको थिएँ कि नाच्न त एकदम मन पराउनुहुन्छ।
आजको दिन यस्तै रमाइलो गरी गयो। प्लिज सब्सक्राइब माई च्यानल एन्ड थ्याङ्क यू फर वाचिङ।